हेलो यहाँ नमस्ते वेलकम ब्याक यो बोय पेमा तामाङ फेरि पनि स्वागत छ हाम्रो नयाँ ब्लग्समा सबैजना सन्चै हुनुहुन्छ होला भन्दै हामी आशा गर्दछु होइन मलाई पनि चाहिँ एकदम सन्चै छ टक्क लगाएर आज हामी चाहिँ जान लागेको छौँ इतोसिमा कोपल स्टोन जहाँ चाहिँ पहिला नै गइसकेको छ फेरि पनि जाँदैछ होइन यहाँ छ अगाडि हाम्रो 360 भ्यू 360 को भिडियो हेर्नुपर्छ होइन ट्याक्कै 360 अगाडि डाँडा अगाडि झ्याम्मै आउँदो रहेछ क्या यहाँ छ अनि पछाडि छ हाम्रो अर्को डुक अनि त्यसपछि लाएर टोङ्काच्चु हामाकाच्चु अहिले चाहिँ ठ्याक्कै हामी कहाँनिर आइपुग्यो भने के अरे फुकुओका टावरको अपोजिट साइडमा छौँ होइन हामी ठ्याक्क लाएर अलि म छु मेरो बुढी पछाडि होइन अनि पछाडि दुईजना भाइ र उसको गर्लफ्रेन्ड आउँदैछ है ठ्याक्क लाएर अनि अरू भने त्यस्तै हो पानी चाहिँ नपर्दै हुन्थ्यो भनेको अब हेरौँ पानी पऱ्यो भने चाहिँ अनि पानीको पिडाइ पनि खानुपर्छ ट्याक्क लाएर हल्का खोकी पनि लाग्यो खोकिदिएको है त त्यस्तै गरी ठ्याक्क लाएर अब अरू त त्यस्तै हो भन्नुलाई केही पनि छैन होइन भ्यूमा नै कनेक्सन भइरहेको छ ठ्याक्क अगाडि लाएर अनि यहाँ छ यी पछाडि मान्छे चिँ परेर बसिरहेछ ठ्याक्क लाएर पारीतिर चाहिँ कालो बादल लागेको छ होइन पानी पर्छ जस्तो छ है जस्तै पानी पर्ला जस्तो चाहिँ आज चाहिँ केही होला जस्तो छ नसक्ने भयो आज पानी परेर नसक्ने भयो पानी चाहिँ उल्कै पर्ला जस्तो छ आज अरू भने त्यस्तै हो भिज्यो नि भिज्यो नि अब के चाहिँ गर्नु नभिजे पानी खासमा आज थिएन राति थियो दिउँसो थियो छैन आज मात्रै हो पानी ट्याक्क लाएर तेल सकिन्ला रहेछ हल्का लाएर ट्याक्क लाएर पेट्रोल पम्पतिर रोक्नु पर्ने हुन्छ है तेल हाल्नै पर्यो भात खुवाउनै पर्यो आफू मात्र अगाएर भएन फेरि रिसाउँछ रिसाएर गुड्दैन फेरि होइन गाह्रो छ नि तर वाइल्ड गर्मी चाहिँ गरम छ है अति नै गरम हो पानी चाहिँ नपर्दियोस् होइन पानी पऱ्यो भने चाहिँ फेरि भिजोक हुन्छ अब पऱ्यो भने नि के गर्ने हो र अब पानीलाई रोक्न सकिन्न हो सिङ्गो पनि कति हो आफूले उहिले भात खाएको त भोक लागिसक्यो भाइहरूले केही खाएको छैन भन्छ किन हो रातभरि हिँड्छु म बारीमा
र लगाइ छ भने ठ्याक्क लाएर अहिले पछि भेट्नुपर्छ है त रात परै हिँड्छु म पाहाडीमा यो पानी पर्छ कि क्या हो ठ्याक्क लाएर आँखा त यो त बासी पछाडि आइपुगेछौँ हामी यो बाटो धेरै हिँडिन्छ जे होस् काम जाँदा घुम्न जाँदा फर्किने बेला कतै जाने बेला पानी पँधेरको बाटो यही हो मेरो थकाइ लाग्यो धेरै पछि रङ राइड गरेर होला कस्तो थकाइ लाग्यो त मलाई अब के गर्छौ त काम हालिदिनु सकेनौ टेम्पोको मात्र देखाएर के गर्नु त अनि त्यो हो के हो त्यो बाइक त सक्दो छ त अनि आया रेस्ट
त्यो चाहिँ अब भर्खर भर्खर बाइक चलाउनेले हो क्या त्यस्तो भन्ने चाहिँ भयो परेछ दिन्सीमा नै ए हाल्ने चाहिँ के दिन्सीमा नै केबाट त क्यास चल्दैन पेपे राख्दैन पोइन्ट ए भगवान् खै गामे नै निभाएर चाहिँ के अनि लो 153 रहेछ सस्तै रहेछ मान्तान हो तोरी आइछु निसेन कचुरी आउँछ नि त नि ती पोइन्टबाट चलाउने यताबाट पैसा होला नि अरे बुई यो मिसिनहरूले नि पैसा उल्टा हाल्यो भने लिँदैन नि कस्तो रिस उठाउँछ नि त्यसलाई सुल्टै हाल्नुपर्ने रे माकी यहाँ हो सुन्नु पर्यो नि त बास्ना ओइसिसो अरूले हालिदिएपछि त लुतुक लुतुक हुने गरी हालौँ न है कति लिटर 9 लिटर गएछ हौ अनि अब यसलाई चाहिँ यहाँ लगेर पैसा हारिदिन्छ यहाँ अब लौ चाहिँदैन त्यो नि हो त्यो चाहिँ हो है ल बी धेरै हो नि त्यो त नि फुल ट्याङ्क हालेर त अनि कडा भयो त अनि बाइक त मिठो मिठो 9 लिटर तेल हाले यहाँ चाहिँ क्यामेराले कस्तो खतरा लाइट दिन्छ क्या हेर न अरेन्ज कलरको बवाल लाग्छ क्या पुरै
चाहिँ भिडियोको अगाडि चाहिँ लौरो मात्रै आउने भयो अब यो ब्याट्री सकेछ डाउन भएको छ ब्याट्री कति लिटर हाल्यो 500 को तेल जम्मा ए 9 लिटर गयो मेरो त 9 लिटर तर सस्तो त्यही रहेछ 150 त धेरै सस्तो हो नि अरू ठाउँमा महँगो हुन्छ अरे देखेँ मैले तिमीलाई कस्तो सस्तो ठाउँमा ल्याएर हाल्ने प्याक रहेछ यार यस्तो फर्काएर हाल न त्यो साइकल यता ल्याऊ पोल्यो यस्तो पोलेको त लास्टै दाम बस्छ नि हो भाइ यो पोलेको त लास्टै दाम बस्छ के यो यस्तो खाले फुललाई धेर पोलेन गएर एलोभेरा लाउनु पर्छ साइलेन्सरले हैन त्यो इन्जिनको उसले पोलेको के धन्न बाइक ढल्क्यो पोलेर के हो रे आउँदैन त हौ पोल्यो मजाले
त्यस्तो धेर छुएन त